नमस्ते सबैजनालाई। आज हामी अबुधाबीमा रहेको नर्सरी र सब्जी बारीमा जाँदैछौँ, जो छ कि अर्ग्यानिक सब्जीहरू पनि पाइन्छ यता है। ल त हामीले जाउँ अब नर्सरी। यहाँ चाहिँ थरी थरीहरूको फुलहरू पाइने रहेछ। मैले हेर्नु त साथीहरू, यस्तो डेजर्टमा पनि स्ट्रबेरी फल्नु भनेको एउटा मिराकल जस्तै लाग्छ। हेर्नुहोस् त कति राम्रो राम्रो सानो स्ट्रबेरिजहरू। मैले पनि एउटा लिएँ है। अब चाहिँ हामी जाउँ है यो टमाटर खेतीमा। हेर्नुहोस् त कस्तो राम्रो गरी बनाएको, भित्र शीत पनि नपर्ने, भित्र हावा पनि नझर्ने गरेर पुरै कभर गरेर बनाएका छन्। अस्ति नै जाँदा त ठुल्ठुलो थियो, अहिले त सानो भएर अर्को पालीमा चाहिँ ठुल्ठुलो हुन्छ अरे टमाटरहरू पनि, रुखहरू पनि। हेर्नु त आफ्नै हातले यसरी टमाटर टिप्न पाउँदा त साह्रै खुसी लाग्ने हो। आफूले पाल्न नसके पनि अरूले पालेको ठाउँमा टिप्न चाहिँ पाउने रहेछ है। हेर्नु त कस्तो मजा लाग्ने कि यसरी टिपेर आफ्नै हातले टिप्दाको स्वादै अर्को जस्तो लाग्छ, खाना बनाउँदाखेरि पनि खाँदाखेरि पनि। अब आउनुहोस् है खोर्सानी बारी। यो ठुल्ठुलो खोर्सानी पनि छ, सानो खोर्सानी पनि छ, डल्ले खोर्सानी पनि छ। मैले चाहिँ ठुल्ठुलो खोर्सानी पनि लिएँ, सानो खोर्सानी पनि लिएँ, डल्ले खोर्सानी पनि लिएँ। सब बन्दा पनि कत्रो ठुल्ठुलो बन्दाहरू। यहाँ कछुवाहरू पनि छन्, कुखुराहरू पनि, साह्रै धेरै नै एनिमल्सहरू पनि रहेछन्। थोरै फ्लावर्स